Hi guys, welcome to our channel. As I say, after a year, we are going hiking. Nah, भर्खर हामी मिनी बसबाट झरेर यो स्टपमा झरेर we are heading toward Khomping New Village. ले प्लान गरेर ल्याएको यो ठाउँ मलाई थाहा छैन केही पनि कसो छ के छ दामी छ भ्यू माथि गएर त्यहाँबाट चाहिँ यो प्याराग्लाइडिङ गर्ने ठाउँहरू क्याम्पिङ साइट छ माथि यो चाहिँ पिरामिड हिल भन्छ हामी चाहिँ अब माथिसम्म चाहिँ पुग्दैनौँ त्यो मेन भ्यू पोइन्टसम्म हेरेर माथिसम्म नपुग्ने भ्यू पोइन्ट छ जस हेर्नुपर्छ अहिले त्यहाँबाट कतिको माथि छ कतिको हिँड्न सकिन्छ पिरामिड हिलबाट यसो हेरेर गरेर एकछिन बसेर खाजासाजा खाएर होममेड हाम्रो टी बनाएको छ टी त्यहाँ बसेर भ्यूहरू त्यहाँ खाएर बजेलले बनाएको मिठो मिठो चिया अनि बेलुका फर्किन्छौँ Okay, see you there, bye. And that's the hill we are going. That is the pyramid hill. यहाँबाट प्याराग्लाइडिङ गर्ने हो जस्तो छ है यहाँबाट पिरामिड त्यहाँसम्म त पुग्न कति टाइम लाग्ला 1 घन्टा आधी घन्टा पुगिन्छ होला कस्तो लागिरहेछ त ठाउँ दामी ठाउँ ल्याएँ नि मैले होइन आज वेदरले नि साथ दिएको छ नि त घाम पनि छैन मस्त वेदर है जाडो पनि छैन मान्छे पनि धेरै छैन आज खानेकुरा धेरै ल्याएन जस्तो त्यो त मलाई अघि नै लागिरहेको थियो तर ठिकै छ किन नसम्झाएको त नि म त बिर्सेछु चिन्ता ल तिमी त सम्झिने भनेको जहिले पनि जहिले नै आएपछि हो नि त जिन्दगी भरिको जाडो हुँदैछ अझ भने चाहिँ हाइकिङ गरे जस्तो फिल भयो धेरै पछि अनि त्यत्रो उक्लिन तिमीले कहाँको आधी घन्टा पुग्छ भने ठाने अरे मान्छेले पुग्नु त आधी घन्टा पुग्छ होला तर हिँड्ने बाटो चाहिँ उसो त भन्यो कि आधी माथि उक्लिन आधी घन्टा भने कि पुग्न मात्र भने माथि पुग्न कहाँ पुग्छ आधी घन्टामा अब हाम्रो भर्खर अलिअलि ब्रेकफास्ट भइहाल्यो। अलिअलि
खाजा भइहाल्यो एनर्जीको लागि। अब बाँकी चाहिँ हामी उयो डाँडामा चढेर यस पिरामिड हिल चढेर टुप्पामा बसेर खाने प्लान। ल हामी चाहिँ पुग्न आँट्यौँ भर्खर हामी त्यहाँबाट हिँड्दै आएको। अहिले पुरा हुस्सु लागेको छ यहाँ माथि चाहिँ, अलरेडी हावा चिसो पनि छ। यस्तो छ माथि जाने अलिक डेन्जरै छ। जाउँ, लेट्स गो। अहिले चाहिँ हामी पिरामिड हिलको टपमा आइपुग्यो। धेरै टाइम त लागेन, जस्तो यहाँबाट भ्यू चाहिँ बब्बाल देख्दो रहेछ। तर अहिले चाहिँ हुस्सु लागेर क्लियर छैन त्यति। Connected to nature. Check. थाकेर मुख त सलक्क भएछ। गलाएर सिगान पनि आएको रहेछ। क्या मजाको पानी रहेछ हौ। धुनु पर्यो। क्या चिसो पानी क्या। के भयो? अबु चिसो छ। यहाँ डुब्की लगाउन मन लाग्यो। डुब्की लगाइदिनु न भित्र। लगाउने हो डुब्की। लुगा फुकालेर कहाँबाट आयो होला पानी? हात धुएँ मजाले, आनन्द आयो।